एउटा इभी होइन कति लामोसम्म चल्छ अनेस्ट एन्सर इभीको चाहिँ मेजर कम्पोनेन्ट भनेको 50% अफ जसको चाहिँ भ्याल्यू गरेको छ त्यो ब्याट्री हो होइन अहिले चाहिँ एउटा चाहिँ एलएफपी छ एउटा चाहिँ लिथियम आयन एउटा लिथियम आइरन होइन यो दुईवटा चिजले बनाएको छ अर्को भनेको सबभन्दा भनेको मोटर होइन यो दुईवटा चिज हो जुन चाहिँ एक्सपेन्सिभ छ अब ब्याट्रीको कुरा गर्दाखेरि चाहिँ लिथियम आयनको डिग्रेडेसन यसरी हामीले टेन्टेटिभली गरौँ 1% हाराहारी 1.25% हाराहारीको मात्र इनिसियल 5 इयर्समा जान्छ त्यसपछि चाहिँ 7-8 इयर्सपछि त्यो हुन त त्यो 4 साइकलमा डिटर्मिन हुन्छ होइन कति 4 साइकल चल्यो भन्ने कुरामा तपाईँले कति त्यसलाई चार्ज गर्दै एमटी गराउँदै त्यो गराउँदै चलाउनु भयो अब अहिले आएकोमा 700-800देखि लिएर होइन लिथियम एलएफपीमा त अझै माथिसम्म पनि हुन्छ तर फेरि विन्टर टाइम त्यो टाइमले डिग्रेडेसन चाहिँ आफ्टर 8 or 9 इयर्स चाहिँ अलिक सिग्निफिकेन्ट अमाउन्टमा हुन्छ कि अहिले तपाईँको 300 भइसकेको गाडी चाहिँ 15 वर्षपछि पनि चलाउँदाखेरि 20 वर्ष चलाउँदाखेरि पनि तपाईँको जिरो भएर कहिले बस्दैन केही न केही त्यसमा हुन्छ भनेको जस्तो भए पनि रिटेन गर्न सक्ने केपेसिटी चाहिँ 40% चाहिँ बस्छ कि 20 वर्षपछि पनि तर प्रब्लम के हो भने चाहिँ तपाईँले त्यो 40% हुँदाखेरि पनि 300 को रेन्ज भनेको 150 को रेन्ज पाउने होइन है फेरि 70-80 को मात्र रेन्ज पाउँछ अनि एङ्जाइटीको बेसी भएको हुनाले रिप्लेस गर्नै पर्ने भयो सो एकदम सहज वेमा 10 वर्ष हाराहारीमा 10-12 वर्षमा 10 वर्षमा चाहिँ त्यसको ब्याट्री चाहिँ मोस्ट लाइकली यु हेभ टु रिप्लेस के तपाईँलाई एङ्जाइटीले गर्दा रिप्लेस द होल ब्याट्री होइन